सुरु गरौँ। नमस्ते, म प्रकाश कुमार बुढा, राष्ट्रिय स्वतन्त्र पार्टी दैलेख जिल्ला सचिव। देश तथा विदेशमा बस्नुभएका सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी शुभेच्छुक आदरणीय घण्टी मित्रहरूमा हार्दिक अभिवादन। हामी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा छौँ। पार्टी सभापतिमाथि भएको राज्यको हरेक तहबाट भएको दमन, अत्याचार र प्रतिशोधका विरुद्धमा हामीले देशभर हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरिरहेका छौँ। यसै सन्दर्भमा हामी दैलेखका आदरणीय पार्टी सभापति, दैलेख महाबु गाउँपालिकाका संयोजक, दैलेख जिल्ला कार्य समितिका सदस्य हितेश बुढा लगायतको टिम हामी यही केन्द्रीय कार्यालयमा आएर हस्ताक्षर अभियानमा सहभागी हुँदै, साथै यो हस्ताक्षर अभियानलाई भोलिदेखि दैलेखको सदरमुकाम र दैलेखका सबै पालिकाहरूमा सञ्चालन हुने कुराको जानकारी गराउन चाहन्छौँ। र यो अन्याय, यो अत्याचार यो राज्यले रवि लामिछानेमाथि गरेको प्रतिशोधका विरुद्धमा हरेक तहबाट, हरेक तबकाबाट हस्ताक्षरहरू सङ्कलन भइरहेको छ र देश तथा विदेशमा बस्नुभएका सम्पूर्णलाई यो हस्ताक्षर अभियानमा सहभागी भएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यो राज्यद्वारा गरिएको प्रतिशोध हो भन्ने कुरा नेपालका हरेक कुना कप्चामा बस्ने हरेक नागरिकलाई थाहा छ, बच्चालाई थाहा छ, हरेक ज्येष्ठ नागरिकहरूलाई थाहा छ, हरेक युवालाई थाहा छ, विदेशमा बस्ने युवाहरू सम्पूर्णलाई थाहा छ। त्यसैले यो राज्यद्वारा गरिएका प्रतिशोध विरुद्ध तपाईँहरूको हस्ताक्षर एकदमै धेरै महत्त्वपूर्ण हुन्छ भन्ने कुराको जानकारी गराउँदै, जो जहाँ हुनुहुन्छ, देश विदेश जतासुकै हुनुहुन्छ, तपाईँहरू यो हस्ताक्षर अभियानमा जोडिनुहोस् भनेर म अपिल गर्न चाहन्छु। नमस्कार, जय घण्टी, शुभ दिन।